हेलो नमस्कार नमस्कार सबैजनामा नमस्कार छ। म चाहिँ यति बेला साँच्चै नै भन्दाखेरि चाहिँ तानसेनमाथि नै छु। च्यानलको नाम अनुसारको तानसेनमाथि होइन। तर आज चाहिँ मैले बिहानै हिँड्दै गर्दाको क्रममा खिच्दै गरेको भिडियो। तर आज चाहिँ जताततै हुस्छु एकदम हुस्छु। आज चाहिँ हरियालीको नजारा देखाउँ भनेको होइन, दृश्य देखाउँ भनेको। तर चाहिँ पुरा हुस्सु छ, स्पष्ट रूपमा चाहिँ नदेखिएको जस्तो छ। देख्न सक्नुहुन्छ यो भिडियोमा। के हो यो बाँदर, के हो बाँदर छ त? बाँदरै हुनुपर्छ। नमस्ते सम्पूर्ण नमस्ते। फेरि पनि म चाहिँ पदम राणा, तानसेन भन्दा माथि श्रीनगर वनमा छु। अघि चाहिँ हुस्सुले केही देखिएको थिएन। तर अहिले चाहिँ कम भयो, धेरै पातलो भएको छ हुस्सु। हुन त यस्तो मौसममा भिडियो खिच्दाखेरि चाहिँ खासै राम्रो उज्यालो आउन्न, त्यही पनि बिहानीको समय होइन। बिहानीको बल्ल 6 बज्दैछ। यति चाँडै चाहिँ खासै भिडियोको क्वालिटी जति आउनुपर्ने हो उज्यालो होइन, त्यति चाहिँ आउन्न। किनभने घामै लागेको छैन। एक त बिहानैकै समय छ, त्यसमा पनि हुस्सु के देखाउन खोज्नु भएको होला पदम राणाले भन्नु होला। तर मैले चाहिँ अब यो प्रकृति हो नि त होइन। यो चाहिँ अब यो मान्छे तपाईँ हाम्रो हातमा हुँदैन। यो प्रकृतिले दिएको चिज, यो हरियाली, यो वन, यो सुन्दर शान्त वातावरण होइन। यस्तो वातावरणमा चाहिँ जस घुम्नुपर्छ के। यदि हजुरहरू पनि पाल्पा घुम्न आउनुभएको छ भने चाहिँ हजुरहरूले यो श्रीनगर चाहिँ नछुटाउनु होला भन्छु कि मैले। किनभने श्रीनगरमा चाहिँ आएर मजासँग होइन मजाले बस्नुभयो एकान्त शान्त वातावरणमा भने चाहिँ आफूलाई चाहिँ एकदम फ्रेस पाउनुहुन्छ के। मतलब चाहिँ अब गाडी बाइक हल्ला खल्ला बजारदेखि अलिकति माथि होइन सुन्दर ठाउँ अब आनन्दको छ नि त। जस बजारमा गरम भए पनि गरम त अब जेठ लाग्ने बित्तिकै गरम सुरु भइसकेको हो होइन। सबै ठाउँमा गर्मी नै होला, पाल्पामा मात्र नभएर। तर जस बिहानको समयमा चाहिँ यहाँ वनमा श्रीनगरमा भनौँ न, यहाँ चाहिँ आनन्द छ के। शीतल छ, सर बिस्तारै भए पनि हावाहरू लागिरहेछ। हिँड्दाखेरि चाहिँ गरम आजको यो भिडियो चाहिँ अचम्मको भइरहेको होला। अचम्मको भन्नाले पनि आज चाहिँ यो पुरै हुस्सुले गर्दाखेरि चाहिँ मौसम चाहिँ आज बेग्लै रमाइलो होइन, बेग्लै रोमान्टिक भइरहेको छ। रोमान्टिक त के रोमान्टिक भन्ने। तर जे होस् घरमा बस्दाखेरि चाहिँ तपाईँको
उकुस मुकुस हुन्छ, एक किसिमको गर्मी हुन्छ होइन। अब जेठ महिनाको आज 4-5 गते भइसक्यो, तर वनमा आएर यसरी बस्यो भने चाहिँ बिस्तारै 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 तपाईँको चाहिँ हावाहरू आइरहेको हुन्छ यो होइन, बिहानीको समयको त्यस आनन्द आउँछ कि। अब हिँड्दाखेरि हजुरको हाम्रो शरीरहरू पुरै चल्ने भयो, एक्सर्साइज राम्रो हुने भयो होइन, त्यो त अब फाइदाको विषय हुने नै भयो। तपाईँको चाहिँ अब हावा पनि त यसरी मजासँग आइरहेको छ होइन। यो हावालाई चाहिँ खेर जान नदिएर आजको बिहानको चाहिँ हुन त 2 दिन म सुतेँ, अलिअलि खुट्टा दुखी दुखी जस्तो पनि भएको थियो। अब फेरि अब यही हो समस्या तपाईँको 40 काटेपछि रमाउला भन्ने एउटा गीत सुन्नुभएको होला। त्यो गीत चाहिँ जसले लेख्नुभयो उहाँलाई चाहिँ म एकचोटि सम्झिन चाहे यो भिडियो मार्फत, भ्लगिङ मार्फत। 40 काटेपछि यार कहिले के को समस्या हुन्छ, कहिले के को समस्या हुन्छ होइन, स्वास्थ्यमै समस्या हुन्छ। अनि कहाँबाट रमाउनु, रमाउने कुरै छैन के, रमाउने कुरै छैन। त्यही भएर रमाउनु चाहिँ 40 भन्दा पछाडि भन्दा पनि 40 भन्दा पहिले नै रहेछ कि जस्तो पनि लाग्छ। हुन त अब गीत सङ्गीत हो होइन, कसरी बनाइन्छ, कुन मुडमा बनाइन्छ, त्यो सबै आफ्नो ठाउँमा छ। तर जे होस् 2 दिन पछाडि आज घुम्न पाउँदाखेरि चाहिँ जङ्गलमा आनन्द आएको छ। हावा पनि सरसर सरसर लाग्दिन लाग्यो। अहिले चाहिँ हुस्सु चाहिँ अलिकति कम हुने फेरि बढ्ने, कम हुने फेरि बढ्ने, यस्तै यस्तै भइरहेको छ कि। यस्तो छ कि समस्या, हेल्थको समस्या फेरि। अब भने साँच्ची नै घरतर्फ लाग्नुपर्छ। हुस्सुसँग रमाइयो आज, हुस्सु कुहिरो होइन। अनि त्यस पछाडि हरियाली वातावरण त के हो, त्यो हरियाली वातावरण भनौँ खै। आज चाहिँ त्यस्तो दृश्यहरू चाहिँ देख्न पाइएन। आज चाहिँ जे होस्, जे जस्तो छ देखियो र बनाइयो आजको भिडियो। भिडियोको अन्तिमसम्म बसेर साथ सपोर्ट दिनुहुने दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा हार्दिक नमन भन्दै आजको यो भिडियोबाट चाहिँ साँच्ची नै बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। तर नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोस् है। हामीलाई सानो छ च्यानल, एकदम सानो छ होइन। हामी सब्सक्राइबर पनि एकदम थोरै छौँ। त्यही भएर माया गरेर चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। यदि साँच्चै नै भिडियो मन पऱ्यो भने चाहिँ सेयर पनि गरिदिनु होला। हुन त सेयर गर्ने खासै फाइदा छैन जस्तो लाग्छ मलाई, किनभने आफूले पनि गरिँदैन होइन। तर जो सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। फेरि अर्को भिडियोमा चाहिँ नयाँ ठाउँमा गएर नयाँ ठाउँको भिडियो ल्याउने बाचा गर्दै यो भिडियोबाट भने म साँच्ची नै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।